हेलो गाइज, हामी चाहिँ आज खोला जाँदैछौँ। यो खोला धनकुडा मुनि हो। यो चाहिँ हामीसँग खोला जाने बाटो चाहिँ यतै रह्यो हो। सोध्दै जाँदैछौँ। इन्डियाले त जे पनि गरिदिन्छ, हामीलाई बोके बनाइदिनु सक्छ नि। त्यसरी पाइदिए गर भने त फाल्टै कुरा चल्दैछ। के हो दाजुहरूको अब के हो, हामीलाई केही मतलब होइन त। होइन नेपाली होइन कि इन्डियनले चाहिँ नेपालीहरूलाई बिजोग बनाइदिनु सक्छ क्या। सबै झुवानी उताएर हुन्छ नि त हाम्रो नेपाल त। हो हो क्या हो एकदम। बनाइदिँदैन। नागाबन्दी पुरी लागेर कस्तो होला आमामा पेट्रोल पनि यहाँ चाहिँ हिँड्ने ठाउँमा चाहिँ यता चाहिँ फेरि पानी कुदिरहेको छ क्या। कस्तो दामी। यही खोला हो क्या तपाईँको सानो खोला। म चाहिँ मार्छु होला गङ्गेटा। यिनीहरूले सानो खोला चाहिँ उहाँ मुनि रहेछ है। हिँड ल फाइनली हिँड। कताबाट हिँड्नु खै, खोला आइपुग्यो भन्दैछन् दाइहरूले। बाँदर हुन्छ नि अस्ति आएर खोइ यता त थाहा छैन होला। आमामा यहाँ त बित्तिकै पानी परिहाल्यो। यस्तो छ अवस्था अहिले खोलाको फेदमा। माथि खोला, मुनि मान्छे, मुनि खोला। ओट लागेर बसिरहेको छौँ। के गर्नु, खोला पनि छैन रहेछ पौडी खेल्ने। जस्तो सानो रहेछ। गङ्गेटा पनि भेटाइसक्यौँ। गङ्गेटा आएकै त हेरौँ त। आम्मामा यो मरेको त होइन नि। ए हल्लाउँदैछ। म कहाँ बोक्दा यसलाई यहाँ टर्च आयो त त्यहाँ टोकेर नि मरेको छौ। अनि हाडुलो खुट्टा हल्लाउँदैछ त फेरि। यो गङ्गेटा चाहिँ यस्तो जिउँदो छ भने हेरेको त भित्र त सबै खोत्ला भइसकेको रहेछ नि हौ। मरिसकेको रहेछ नि हौ। सबै सकिसकेको रहेछ नि हौ। थेट झुक्काइदियो मात्रै नि हौ मलाई त। कुहिसकेको रहेछ नि हौ। हजुर ठाउँ त यहाँ राम्रो रहेछ नआउने ठाउँ चाहिँ। यस यहाँ चाहिँ अलिक गहिरो गहिरो छ। यहाँ हेर्दा चाहिँ देखिँदैन क्यामेरामा चाहिँ, तर पर गहिरो छ। गहिरो भन्दा नि यस्तो ठाउँमा पाके हो यतिको गहिरो। यता ढुङ्गा मुनिबाट हेर न साथी हो पानी आएको। चाहिँ भेट्यो सानो भेट्यो कति सानो बच्चा नि नखाल्नु है। यस्तै खै यो गर्नु न। यसमा भिडियो बनाऊ कि अहिले फोटो हाल्नु। अहिले थमेलमा हाल्न क्या। उही गङ्गेटा पनि थोरै मार्यो तर खाना होइन फेरि छोडिदिइहालेको। कुहिरो सबै टाँसिन्छ लुगाभरि। वर्ल्ड कप जितेर कम्प्लिट खेलाडी त भयो नि त। अब रोनाल्डोले बाँकी छ नि त एउटा होइन, वर्ल्ड कपको बाँकी छ क्या। अब हाम्रो चाहिँ यहाँ वर्ल्ड कप पनि फेरि चल्दैछ है। भोलि पर्सि यो वर्ल्ड कप सुरु हुँदैछ। को हो तपाईँहरू कसको सपोर्ट हो त्यहाँ कमेन्ट हालिदिनु होला। हामी चाहिँ रोनाल्डो मेसी सबैको फ्यान हो। अब जाने बेला हुने आँटो हाम्रो होइन दाइ। कतिखेर जाने अब जाने ल। अलिक पुतली कत्रो खालको पुतली रहेछ साथी हो। पखेटा जस्तो क्या, चराको पखेटा जस्तो। कलर पनि कस्तो दामी हौ। हरियो कलर क्या। अब कत्रो क्या यो चाहिँ फेरि खोलातिर भएर होला नि त यत्रो ठुलो भएको यो। खोलामा आयो पौडी खेल्न सकिएन। फोहोर रहेछ हौ पानी यहाँतिरको। सजा डुबाउँछ यो खोलामा डुब्यो भने त नि दाइ चाहिँ डुब्नुहुन्छ होला हौ यहाँ त।
लास्टै फोहोर के हो यो चाहिँ समुद्रको किनारा भन्ने उयो हो क्या बाँसको ड्याङ यसलाई पनि भिडियो बनाऊ न अर्को पालि आउँदा चाहिँ उयो कोला चाहिँ हामी आउँदा पाक्छ ल अर्को पालि त रगु ल्याएर लानुपर्छ चोर आउने सोच छ हो कहाँ चोरिन्छ चाट दाइ पनि दाइले चाहिँ हानेको क्या गाउँतिर हो अब चाहिँ घर लाग्यो नुहाइदाइ पनि भएन खोलामा त हेऱ्यो होइन दाइ पिसाब हेर्ने दाइ देखाइन्छ है फेरि भिडियोमा तर्सिला नि मेरो छिमेकीहरू सिधै हो सिधै हो यो ओ सेट खुट्टै कहाँ छिरो यार पछारियो नि दाइ म तरिका लास्ट खिचायो नि पाहाडतिर चाहिँ लास्ट कुगालो चढ्नुपर्छ क्या फेरि त्यही हो क्या नराम्रो चाहिँ हो नि यतिको गाल चढ्यो भने त नि यहाँको मान्छेलाई मान्छे भन्दैन अरे नि त दाइ कस्तो खोला छेउमा हेर मान्छेले यति धेरै रोपेको छ मकै टमाटर उयो धानको लागि बिउ होला दाइ त बिर्सिनु भएको अनि उता जानुहुन्छ त नि हामी पुग्यौँ भने उहीँ पेट्रोल पम्प हो रोड पारी गाडी कुदिरहेको छ लाग्छ आधी घन्टा चाहिँ बिचरा रातभरि लाग्छ नि आज त फोन तपाईँको गोजीमा छ नि हौ ल ल के हो जाने बाटोमा मार्छ है मार्छ आउँदैछ कुकुरले हेरि झन्नै सेकाइ गरेन हामी तिनजनाको ठुलो रहेछ नि फेरि खेदाएको चाहिँ खेदाउँछ क्या यिनीहरूले पनि फेरि त्यो कुकुरहरू हुँदाखेरि कहिल्यै नभाग्ने तपाईँहरू पनि हामी त जस्तै 5 मिनट बस्नु थाहा पाउनुहुन्छ टोक्छ कि टोक्दैन होइन त्यो त कस्तो त्यो मान्छेकै कुकुर होला केही पनि बोल्दैन हौ अन्त कस्तो केही नभनेको चिपचिप पनि भन्नु पर्दैन नि हामी त त्यो पनि हुनसक्छ म त अनुहार पनि हेरिनँ कुकुरले गर्दा त्यो सुटीको तर यहाँ के को दुलो हौ मुनि मुनि कमिलाको हो कि सर्पको लास्टै